हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग र एकदमै स्वागत छ तपाईँलाई मेरो ब्लगमा। र आज चाहिँ हाम्रोमा बोटोक्सको डेमो गर्नु आएको छ। सो आज तपाईँलाई चाहिँ डेमो देखाउने फुल भिडियो हेर्नुहोस् ल के कस्तो हुन्छ। अब यहाँ चाहिँ वास गरेर मजाले ड्राई हुँदैछ। मोडल चाहिँ हेर्न सक्नुहुन्छ, लजाउँदै बसिरहेको छ। डेमो भन्नु चाहिँ खुसी भएर चाहिँ बसेको नि त अब मोडल चाहिँ। देख्दैछ, बोल्दा पनि देख्दैछ अलिअलि। ओए दिया दिदी थोड़ा सांस पिया लेकर हो। यहाँनिर होइन हाँस्दै हाँस्दै पुरो ओठ देखाएर हाँसेको फेरि दिदी चाहिँ फेरि यो चाहिँ भयो तपाईँको बोटोक्स एप्लाई। फेड अलिअलि फेड त हुन्छ नि बोटोक्सको फेड। पिंक थोड़ा सा होता है ना? पिंक हो सकता है, लाइट लाइट में थोड़ा लाइट हो जाएगा। क्योंकि लास्ट टाइम सेम ग्रीन रूटीन था ना, फेड नहीं हुआ। के बात छैन ग्रीन फेड भए पनि खोर्सानी दिनुपर्छ। अचानक भइहाल्छ नि भाइ। एक ग्रीन फेड भएन के हुँदैन नि, तर दिया दिन्छ फेड भएन नि। होइन नि, एक ए त के भन्छ 1 केजी खोर्सानी चाहिँ राखिदिनुपर्छ, अगाडि खान थालिहाल्छ फेड राम्रो चम्किन थालिहाल्छ ती। होइन दि सुगा नि त सुगा किन हो दि मैले भने भनेर गाइस अब हाम्रो दिदीले चाहिँ बोटोक्स लगाइसकेर चाहिँ अब एलियन जस्तो भएर बसिरहेको छ। एलियन जस्तो भन 45 मिनट राखेर चाहिँ अब निकाल्छ होइन दिदी। यता हेर्नु न, स्माइल दिदी। चाहिँ ब्लू ड्राई स्टार्ट। बिचरा हाम्रो बहिनीले चाहिँ यहाँ चाहिँ भात खाएको छैन हो, आइरन चाहिँ अलिकति तान्नु साह्रो परिरहेछ। गाइस अब चाहिँ आइरन भइसकिसक्यो, अहिले त्यस्तो लुक्स आइरहेको छ हेर्न सक्नुहुन्छ। ला तपाईँले त अब आपके पास वो खाली हेयर का स्ट्रेट का मतलब हेयर का प्रोडक्ट है ना, कुछ दांत वगैरह सीधा करने के लिए नहीं है? तो देखिए उधर वो आइरन सर आइरनले गरिदिन्छ अरे, आइरनले तान्दा हुन्छ अरे। ल गाइस यो चाहिँ तपाईँको फाइनल रिजल्ट। राम्रो रहेछ प्रडक्ट चाहिँ, नट ब्याड।